हेलो गाइस नमस्ते वेलकम टू माई ब्लग। अब हामीले चाहिँ बर्थडेमा जानको लागि रेडी हुँदैछु। अब चाहिँ हामीहरू ड्युटीबाट निक्लेर चाहिँ अब हामीहरू लागेको एउटा दादा म्याक्समा जाने अरे। म्याक्समा के लिन्छ हेर्नु पर्यो हो, अनि के लिँदो रहेछ हेरेर चाहिँ अनि जानु पर्यो बर्थडे खानु। बर्थडेमा गएर टिङ 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 गर्नुपर्छ, हेर्दै गर्नुहोस् है। अनि अहिले चाहिँ मेरो हालत यो चाहिँ पोको पात्रे हेलमेट ब्याग, यता दादाको ब्याग, मेरो ब्याग चाहिँ डिक्कीमा छ। ब्यागमा त्यस्तै देखो। यहाँ चाहिँ बेङ्गलोरको नजारा देख्न सक्नुहुन्छ। रातिको लाइटिङ कस्तो मजाको छ। यहाँ चाहिँ पिजी बनिँदैछ कि बनिसकेको छैन, तर बनिसक्यो, तर मान्छेहरू त्यति सिफ्ट भएको छैन हौ अहिले कि। यहाँ चाहिँ बेङ्गलोरको नजारा टक 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 गरेर हुनुहुन्छ हाम्रो बर्थडे गर्ल। एउटा त भागी भागी हिँड्छ, एउटा त भागी भागी हिँड्छ पुर्खा लगाउने अरे। अनि यहाँ बर्थडे गर्लको गिफ्ट आज बडा खुसी चाहिँ। वेलकम, पुरा खुसी छ आज। अनि यहाँ बर्थडे गर्लको हस्बेन्ड खै आइ गर्दैको। अनि यहाँ चाहिँ काम गर्दैछ। यहाँ दिदीहरू कुकहरू दुईजना दिदीहरू हुन्छ। युके यहाँ चाहिँ बर्थडे गर्लको फोटो। अनि यहाँ फोटो र रियलमा, तर रियलमा राम्रो छ अरे, तर रियलमा चक्काचक देख्दैछ। Happy birthday to you. Happy birthday to you. Happy birthday dear Anusa Bauju. Happy birthday to you. Koi tali. पहिले बर्थडे गर्ललाई खानुपर्छ त। ए खाँदिनँ भनेर हुन्छ। इन्दु चाहिँ आज पुरा बिजी छ, तर कुन त के गरेको पनि। ए चटपटे मास्टर रहेछ। केक काट्नु त बर्थडेमा ल बर्थडे गर्ल। बर्थडे मलाई केक सानो केक काटिसकिसके। म चाहिँ यहाँ खोज्नु गएको, यहीँ रहेछ इन्दु चाहिँ भित्र रहेछ। म त जानु, तपाईँ जानु न, म उयो गरिदिन्छु। भिडियो गर्नु भएको जानु। अब यहाँ दादा देउरानी हुनुहुन्छ, यता चाहिँ देवर। अनि अब यहाँ दिदीको टर्न। ठुलै खानुपर्छ आजको दिन, तपाईँको दिन हो, ठुलै खानुपर्छ। Happy birthday dear.
बास ठिक छ भइगयो त जाऊ जाऊ ऊ जाऊ न ट्याङ अब यहाँ हुनुहुन्छ मिस के अरे इन्दु रेखा लगाउनु पर्छ जाऊ जाऊ बर्थडे गर्दा अहिले त टिका त डर लगाइदिएछ टिका हेर न लु यता चाहिँ सुषमा बहिनीको टर्न धन्यवाद लु यता हाम्रो म्याडमको टर्न बर्थडे बोय यता हेर न बहिनी सुषमा फर्स्ट यहाँ भाउजूले यता हेर्नु त भाउजू हाम्रो भाउजूले बनाउनु भएको अरे बुङ्गुरको मासु अरे वाउ साग साग अनि यहाँ आलुदम यहाँ राइस छ आलुदम दामी बनाउँदैछ त वाउ आज बर्थडेको बल्ले बल्ले अनि यहाँ चटपटे झालमुरी चटपटे केटाहरूको स्टार्ट भयो केटाहरूको चाहिँ स्टार्ट भयो यहाँ हुनुहुन्छ एडवर्ड दादा यहाँ हुनुहुन्छ कृष्ण अनि यहाँ हुनुहुन्छ हाम्रो दादा महेश दादा अनि यहाँ हुनुहुन्छ हाम्रो दादा यहाँ चाहिँ केटा पार्टीहरू अनि यहाँ चाहिँ केटी पार्टीहरू यहाँ हुनुहुन्छ मिस हिन्दू अनि यता दिदी हुनुहुन्छ दिदीलाई चाहिँ मैले 1 साल बादमा भेटेँ नि दिदी टक्कै 1 साल बादमा ठिकै छ यहाँ चाहिँ इन्दु चाहिँ सरमले टक्कै सरम मान्छ पुरा सरम मान्छ अनि यहाँ भाइ एक्लै छ बिचरा साथी छैन नानीहरू यहाँ चाहिँ बर्थडे गर्लको भाइको नानी देवरको नानी दिदीहरू हुनुहुन्छ यहाँ दादा बर्थडे गर्लले ढोक्दैछ पुरा ढोकाइ छ त ढोकेर दिँदैछ त एउटाले नि यस्तो अरे बुर्खा लगाउँछ अब लु यहीँ लु के हुन्छ नि दादा अनि त हाम्रो दादा ठिक छ बरोबर अनि यहाँ हुनुहुन्छ हाम्रो चन्दा भाउजू बिचरा बिजी छ यहाँ चाहिँ इन्दुले चियर्स गर्दैछ लु चियर्स लु हाम्रो चियर्स गरेको छैन नि त लु चियर्स हामी दिदीहरू हामी चाहिँ लाग्यो अरूजना चाहिँ खाँदैछौँ नि यहाँ कबाब स्टार्ट गरिसक्यो अनि यहाँ चाहिँ बिचरा एक्लै केही नखाने बहिनी यसको बर्थडेमा हामी आउँथेन होइन जहिले पनि एउटै मात्रै सुँगुरको मासु चाहिँ पकाउँथ्यो अहिले यसपालि चाहिँ हाम्रो एउटा सानो खोत्रे पार्क थियो कि गाईको त्यसलाई चाहिँ 5 बजी नै क्लोज गरेर हामीले यति आइटम बनाएको छौँ कि चुपो लागि खाएर जानु न यो बर्थडेकोलाई देखाउँदा यसको अनुहार लु भन्नुहोस्
20 हस्बेन्ड 20 होइन बोयफ्रेन्ड 20 हस्बेन्ड 15 काफी अबको जमानामा हामी चाहिँ एउटैमा जिन्दगी यस्तो धमेर लागेको काठ भन्छ नि त्यो आधी काममा चाहिँ आधी लाग्दैन क्या त्यो काट्दाखेरि होइन तपाईँको पनि छ अहिले त कस्तो तपाईँको ला ठिकै छ तपाईँको भने मेरो त अहिले अन्डर फुल भने दामी छ त तपाईँको चिलले किन्जे मजाले होइन हो कि न भन्नुहोस् त हजुर ओ अहिले तपाईँको चिल छैन मजाले कसै रोक्ने टोक्ने छैन होइन पैसा रोक्ने टोक्ने बस नरोक्ने छ न रोक्ने यसले चाहिँ आज मलाई पुरा रिस उठाएको छ अहिले मलाई आज मलाई पुरा न्यु खोज्दैछ आज मात्र होइन हरेक यसले चाहिँ मलाई नि हरेक दिनमा नि यसले फेस देख न प्लिज यो चाहिँ हो मेरो प्यारी बहिनी तर यसले मलाई पुरा रिस उठाउँछ कि खोज्छ यसले चाहिँ मलाई यो चाहिँ हो मसँग झगडा डेली झगडा गर्ने केटी यो चाहिँ हो बर्थडे गर्लले भिडियो बनाउँदै हेर्दै हाँस्दैछ अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो पार्वतीको बाहिर दाजु बुर्खा लगाउने अरे अब दादाले चाहिँ बुर्खा लगाउने अरे म आउनुहुन्छ आइफोन 16 साँच्ची भनेको अब पिटाइदिनु यता हेर न बहिनी यता मेरो प्यारी बहिनी मेरो मुटुको टुक्रा यता हेर यता हेर मेरो बहिनी यहाँ हुनुहुन्छ हाम्रो भाइरल दिदी केसरी दिदी तर दिदी चाहिँ मलाई एकदम चिल लाग्छ त साँच्ची भनेको दामी छ दामी मैले 1 साल बादमा फेरि भेटाएको जस्तोको त यस्तै हुनुहुन्छ तर दामी छ दिदी चाहिँ दामी एकदम मान्छे भयो भने चाहिँ यस्तो हुनुपर्छ एभरग्रिन हुनुपर्छ होइन हो कि न दिदी एभरग्रिन हुनुपर्छ होइन कसम भनेको तपाईँलाई मैले नि पुरा याद आउँछ साँच्ची भनेको तपाईँ चाहिँ एभरग्रिन हुनुहुन्छ नि त इन्जोय चिल होइन जस्तोसँग त्यस्तै हुने खालको चाहिँ एकदम दामी हुनुहुन्छ अनि आउनुहुन्छ हाम्रो बर्थडे गर्लको चाहिँ भोलि चाहिँ भाइरल हुनुपर्छ है बर्थडे गर्ल चाहिँ देओस् तर भाउजू एकदम चिल नानी जस्तो लाग्छ मलाई साँच्ची भनेको नानी जस्तो छ नानी जस्तो छ सानो नानी जस्तो भन्नुहुन्छ खुसी हुनुहुन्छ आज चाहिँ फर्किँदा हुँदैछ कि तपाईँको लु को जाने भयो क्लब को जाने क्लब भयो भन्दिनु त कसको उमेर अरे योपालि बल्लै बल्लै खुसी छ योपालि खुसी छ यहाँ खोइ गिफ्ट यहाँ रहेछ यो अनि अघि झगडा गर्दै आउने मान्छे तलबाट यता हेर अघि एकजना मान्छे लिनु गएको यत्रो छ भने मर जस्तो छ मान्छे हो मान्छे मर पाँचजना मान्छे गायब कटरा हाल्नु न कटरा लगाइदिनु ल किनकि बिग्रेको मान्छेको भत्केको घर मेरो कोटा भनेको गाई जतिसुकै भन्नु कि मत्थु भन्नु कि डडा भन्नु यति मात्रै हो है प्लिज ठिक छ होइन अझ एउटा खानुपर्छ तपाईँलाई मैले 1 साल बादमा भेटेको नि त अझ एउटा खानुपर्छ बुढाबुढी मान्छे कति खान्छ के को बुढाबुढी तपाईँलाई बुढाबुढी भन्छ तपाईँलाई बुढाबुढी भन्छ अझ एउटा चाहिँ ल मेरो बहिनीको भिडियोमा चाहिँ के हो भन्नु हो लाइक कमेन्ट सब्स्क्राइब के भन्छ सब्स्क्राइब भन्छ हैन यस्तो खाको अबलाई सब्स्क्राइब भाइरल भयो भाइरल सब्स्क्राइब भन्छ नि यो पहिला घाँस खाँदाखेरि हो यो
यो अम्ला चाहिँ घाँस काट्दाखेरि काटेको चाहिँ गाइस त्यही भएर चाहिँ यो अम्लाले सब्स्क्राइब भनेको आउँछ होला हैन ए नम्बरहरु कसलाई मेरो ल चटपटे अनि सबै देखाउनु पर्ने नम्बर हो अनि यो पोर्कको मासु पोर्क जान्दिने म त सुँगुरको मासु ठीक छ कबाब खै कबाब त्यहाँबाट यो भन्छ बियर चेस अनि त्यहाँबाट यो वाइन आमामा वाइन अरे दिया वाइन 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 कताको वाइन भनेको के हो दिया वाइन वाइनी हालु यो कुरा थाहा भयो भने फेरि हङ्गामा हुन्छ होला जस्तो लाग्छ यो चाहिँ पावरफुल खायो भने पुरा पावर आउँछ मेरो बहिनीको चाहिँ आज तपाईँलाई कस्तो लाग्यो Fantastic! कस्तो Thanks for लाग्दैछ everyone coming for my birthday. Then thumbs up. Thumbs up. बार आउँदैन अर्को साल मरिन्छ कि बाँचिन्छ बाँचिन्छ के को अहिले नै मरिन्छ इन्जोय इन्जोय गर फेरि फेरि यो टाइम फर्केर आउँदैन यहाँ हेर्नुहोस् रातिको 1:30 बजी सुनसान सडकमा म चाहिँ बर्थडे फिनिस गरेर जाँदैछु एक्लै गरेर स्कुटीमा जाँदैछु चिल गरेर कति शान्ति छ सुनसान दिउँसो त हुन्छ कि अहिले चाहिँ छैन हो एकदम साथीहरू अहिले चाहिँ कति बजेको छ मैले
1:30 भएको छ रातिको कि म एक्लै यही स्कुटीमा जाँदैछु रुम अनि म चाहिँ अब रुम जाँदैछु कि साथीहरू अब म चाहिँ के गर्नु बर्थडे मनाएर अब रुम जाँदैछु तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् बाई बाई गुड नाइट अब भेटौँला नेक्स्ट भिडियोमा बाई बाई